क्यापकटबाट तपाईँले भिडियो कसरी एडिट गर्ने र आफ्नो बोलेको साउन्डमा ब्याकग्राउन्ड म्युजिक कसरी हाल्ने क्यापकटबाट भन्ने कुरो म देखाउँदैछु है आज। तपाईँ क्यापकट भन्ने यहाँ मेरो मोबाइलको स्क्रिनमा हेर्नुहोस्, क्यापकटमा जानुहोस्। क्यापकटमा गइसकेपछि तपाईँले आफ्नो कुन भिडियोलाई चाहिँ ब्याकग्राउन्ड म्युजिक हाल्ने भनेर तपाईँ न्यू प्रोजेक्टमा गएर क्लिक गर्नुहोस्। अब जस्तै मैले एउटा भिडियो चुज गरेँ, मैले बोलेको भिडियो यो, यसलाई मैले चुज गरेँ। चुज गरिसकेपछि यसमा तपाईँको देखाउँछ तपाईँको यो भिडियो आयो अनि यसलाई तपाईँले एड गर्नुहोस्। एड गरिसकेपछि यो यस्तो स्क्रिनमा आउँछ। यो स्क्रिनमा आइसकेपछि तपाईँले क्यापकटमा जब अडियो हाल्नु पर्यो, ब्याकग्राउन्ड म्युजिक हाल्नु पर्यो भने तपाईँको यसको तल एड अडियो भन्ने हुन्छ। यहाँ एड अडियोमा जानुहोस्। एड अडियोमा गइसकेपछि तपाईँले जहिले पनि ब्याकग्राउन्ड म्युजिक हाल्दाखेरि म्युजिक एक्सट्र्याक्ट गरेर मात्रै हाल्नु होला। तपाईँले यो टिकटकको म्युजिक हाल्नुभयो भने तपाईँले बोलेर बनाएको टिकटकको भिडियोमा अरूले त्यो भिडियो बनाउन मिल्दैन। त्यही भएर सकेसम्म म्युजिक एक्सट्र्याक्ट गरेर हाल्नुभयो भने तपाईँको भिडियोमा अरूले पनि भिडियो बनाउन सक्छन्। अब यो एक्सट्र्याक्ट भन्ने बटनमा जानुहोस्, यहाँ थिचिदिनु होला। अनि थिचिसकेपछि अब तपाईँले कुन साउन्डमा चाहिँ लिने हो, जस्तै मैले अब कुन साउन्ड एक्सेप्ट गर्ने, यो साउन्ड हालेँ। अब यो साउन्डलाई चाहिँ तपाईँको मैले प्लस थिचिदिएपछि यो यहाँ आएर सेट भयो। अब यहाँ तलको यो साउन्ड भयो, माथिको मेरो भिडियो। अब यो साउन्डको लम्बाइ कति राख्ने र भिडियोको लम्बाइ कति छ भनेर अब यो लामो भयो साउन्ड भने यसलाई तपाईँले छोट्याउन पनि मिल्छ है। यसलाई छोट्याउन पनि मिल्छ, यसलाई टच गरेर। अनि त्यस पछाडि तपाईँ एक्सपोर्टमा गएर यो माथिको बटनमा एक्सपोर्ट गरेर थिच्दिनुहोस्। अब भिडियो यो एक्सपोर्ट हुँदैछ। 1080 मेगापिक्सलमा तपाईँको भिडियो एक्सपोर्ट हुन्छ। अनि यो भिडियोलाई तपाईँको टिकटकमा तपाईँले पोस्ट गर्न सक्नुहुन्छ।